प्रहरीबाट भागेका 15 वर्षीय किशोर बेपत्ता, पोखरीमा डुबेको आशंका। गोताखोर टोलीद्वारा तीव्र खोजी, 7 किलो गाँजा सहित एक पक्राउ। मोरङको विराटनगर महानगरपालिका 18 भेडियारीमा बुधबार बिहान भएको गाँजा तस्करीको घटनाले अहिले नयाँ मोड लिएको छ। प्रहरीबाट भाग्ने क्रममा 15 वर्षीय एक किशोर रहस्यमय रूपमा बेपत्ता भएपछि प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले ठूलो पोखरीमा खोजी अभियान तीव्र बनाएको छ। प्राप्त जानकारी अनुसार अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको प्रहरी टोली छड्के जाँचमा रहेको बेला नेपालबाट भारततर्फ आइरहेको BR 51 AL 3687 नम्बरको मोटरसाइकल रोक्न खोजिएको थियो। मोटरसाइकलमा 2 जना सवार थिए। मोटरसाइकलको पछाडि भारतको सुपौल जिल्ला निवासी 41 वर्षीय शिवधर यादव झोलामा करिब 7 किलोग्राम प्रतिबन्धित लागू औषध गाँजा बोकेर बसेका थिए भने मोटरसाइकल चलाइरहेका थिए जहदा गाउँपालिका 1 बुधनगरका 15 वर्षीय मन्जित यादव। प्रहरीलाई देख्ने बित्तिकै दुवैले भाग्ने प्रयास गरे। त्यसक्रममा शिवधर यादव गाँजा सहित पक्राउ परे, तर मोटरसाइकल चालक मन्जित यादव खेततर्फ दौडिँदै भागेका थिए। प्रहरीले पछ्याइरहेका बेला उनी भेडियारी स्थित ठूलो पोखरी आसपासबाट बेपत्ता भएको प्रारम्भिक जानकारी आएको छ। अहिले उनी पोखरीमा डुबेका हुन् वा भारततर्फ भाग्न सफल भए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। यही कारण प्रहरीले सबैभन्दा पहिले पोखरीमा डुबेको आशंकालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरेको छ। घटनास्थलमा निरन्तर खोजी भइरहेको छ भने बेपत्ता किशोरको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। उता पक्राउ परेका शिवधर यादवमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। साथै बेपत्ता भएका किशोरको खोजी जारी रहेकाले प्रहरीले आधिकारिक विवरण आउन बाँकी रहेको जनाएको छ। यस घटना सम्बन्धी नयाँ जानकारी प्राप्त हुने बित्तिकै हामी तपाईलाई सबैभन्दा पहिले अपडेट बरु भागेर गएको भए राम्रो हैन, खुसीको कुरा अब यहाँ खोजौँ हैन। गाँजा खाएर हिँड्छ भाइहरू, बिग्रिएको छ मान्छेहरू, अस्ति भर्खर जेलबाट निस्केको हैन। फेरि यही काममा कहिले सुधार्ने, कहिले सुध्रिन्छ सबै समाज। अब हामीहरूलाई सरिस्तो हो कि मान्छेको रोजगार नपाएर अनेक कदम उचाल्छ, तर एउटा कुरा के छ कि अब जस्तै मान्छेलाई एकजनाले समात्यो, साथ सरले समात्नु भयो, ठिकै छ समात्नु, त्यही मान्छेले झिकाएर पनि समात्नु, यत्रो पानीमा खेदार्ने कुनै आवश्यकतै थिएन। अब ठिकै छ, त्यो मान्छे बुद्धि नपाएर भाग्यो, भागिसके पानी यत्रो ठुलो खाल्डोहरू छ हैन। अब त्यो पुलिसले हाम्रो अब पुलिस एउटा जिम्मेवारी व्यक्ति हुन्छ हैन। अब उहाँले पनि सर्वश्रेष्ठ पनि हामी उहाँले पुलिसले प्रहरीप्रतिको अपेक्षा छ यो तपाईहरुको। तर के हुन्छ भने सबै पक्षबाट हेर्नुपर्छ, यस्तो गलत कामै गर्नु भएन। भाग्दाखेरि पनि प्रहरीलाई इन्डियन मान्छे पक्राउ पर्यो भनेको हुन्थ्यो। 2 जना मान्छे खोलातिर किन जानु नगइदिनु हुन्थ्यो। ठिकै छ, त्यसले जुन मान्छे पक्राउ भाग्ने थिएन नि। अब त्यो जुन ड्राइभ गर्ने केटो थियो नि, त्यो मान्छे चाहिँ तपाईको भाग्ने कर्ममा यस्तो भएको। पछाडि जुन बस्ने जो बोकेको थियो नि ब्याग, त्यो त पक्राउ परिछ। अब यसो गर्नु, सबै मिलेर खोज्नुपर्छ। हो पानी पुरा चाहिँदैन सारेन त भन्छ। धेरै गाडी 15-20 मिनेट गएर छ। जसरी पनि त्यो लाग्छ। एउटा कुरो सम्भावना कतिको छ? हाम्रो प्रहरी जानै सक्दैन, सम्भावना कति छ? छैन सर, सम्भावना छैन, जान सक्छ। यहाँ चाहिँ प्रोडक्सनमा छ त कहाँ पायो? एसपी साहब, एपीएफ एसपी साहब, साग सब भइसक्छ। यो तपाईँ हेर्दाखेरि यहाँदेखि हेर्नुहुन्छ नि, यो बिना कुनै सिम्बलको यो जम्मै पोखरी नै। अब यसरी मापदण्ड विरुद्ध 20-20 फिट तपाईँलाई गहिरो पोखरी। अहिले तपाईँ म भित्र छिर्दा हामी बाहिरबाट आउँदाखेरि के लाग्छ भने यो त जग्गै होला, धान खेत होला। अनि यस्तो कन्डिसनमा त आज ठिक छ, योभन्दा विगतमा पनि दुईजना यहाँ डुबेर मरेछ। यो बारम्बार यसरी मापदण्ड विरुद्ध यिनीहरू विरुद्ध पनि त केही कारवाही अगाडि बढाउनु पर्ने। कसको जग्गा हो यो? अब यो जग्गा चाहिँ एउटा मनोज शाह, अरू एकजना कसको रहेछ, आफै उनीहरूले माटो कटान गरे हो। अब कटान पनि हाम्रो मापदण्डमा त 7 फिट भन्दा बढी कटान छैन, यहाँ 20-20 फिटको कटान छ। जथाभावी कटान गरेको चाहिँ अन्तिममा हैन, हामीले धेरै आग्रह गर्यौं मेयर साहबले, तर मानेन। मेयर साहबलाई हामी लिखित जुरिएको पनि उहाँहरुले हो, तर मानेन। त्यो व्यक्तिको पनि मेयर भनेको अहिलेसम्म 18 नम्बर कहाँ छ, नक्सामा छ कि छैन, विराट महानगरपालिका त्यो पनि थाहा छैन। 18 नम्बरमा के भइरहेछ त्यो पनि थाहा छैन, बोर्डर कहाँ छ त्यो पनि थाहा छैन हाम्रो मेयर साहब। हामीले मेयर साहबले 10 चोटि बोलाए, तर आजसम्म कुनै पनि कार्यक्रममा आउनु भएको छैन। यहाँको दुःख सुख हामी महानगरपालिकामा छौँ भन्ने अहिलेसम्म हामीलाई महसुस भएको छैन। हामीलाई अहिले पनि लाग्छ कि हामी गाउँपालिका बुधनगरैमा छ जस्तो। अब यसको केसमा चाहिँ अब हाम्रोले अब डुबेकै छ भने पनि
झनै 6 घन्टा पछितिर उत्रिन्छ होइन हामीले साँझसम्म हेर्छौँ यदि भएन भने अनि त्यसपछि अर्को टोलीलाई पनि लिएर होला होइन अब सुरुमै त्यो अर्को अब कति एरिया यस्तो हुन्छ क्या कति एरिया चाहिँ खोज्ने भन्ने हुन्छ होइन कति एरिया खोज्ने भन्ने हुन्छ त्यो टोलीले पनि अब 1 हप्ता 10 दिनसम्म पनि लाउन सक्छ त्यही भएर हामीले भोलिसम्म चाहिँ हेर्नै पर्छ होइन जे भयो भने अब डेथ भइसकेको छ भने परिवारलाई चाहिँ डेड बडी चाहिन्छ भन्ने एउटा कुरा हो त्यो अनुसारले अब यो टोलीले पहिला भरेसम्म गर्छ अनि भएन भने हामीले अर्को टोली पनि लिएर होला अब त्यही छ कि छैन भन्ने कुरो पक्का खबरवाला दिने मान्छे अझै पनि हामी एउटा के खोजेको छ भने सत्य तथ्य निष्पक्ष छानबिन होस् यदि वास्तवमा भनेको सत्य तथ्य छानबिन भयो भने नि कमसेकम यहाँको जनतालाई प्रशासनप्रति विश्वास हुन्छ अब वास्तवमा दोषी नै हो भने हामी यो भन्दैन कि दोषी छैन यदि होइन भने यस्तो अब दोषी भने केमा दोषी भन्नाले दोषी भन्नाले अब वास्तवमा अब धेरै चलाउने मान्छे त्यही हो कि होइन भन्नु खोजेको हो कुरो त्यहाँ अब किनकि हामीले अब हो सिसी क्यामेरा होला नि त कतै त्यहाँ त छैन कतै छैन तपाईँको आइसिपी गेटमा तपाईँको मात्रै छ सिसी क्यामेरा यता छ त्यही भएर साइड बाटो भएर आउने भयो अस्ति पनि हामीले 2 पटक गाँजा समात्यो बाइक लिएर भागेकै हो यही बाटोबाट यो बाटो त्यसमा प्रयोग हुन्छ यो कुनै पनि कन्डिसनले भाग्न सक्दैन यहाँदेखि त्यो 10 गजा छ नि त्यहाँसम्म 20 फिट खाल्डो छ के तर सबैले त्यहाँ 20 फिट खाल्डो त्यो भएर निस्किनै सक्दैन तर उसले डुबेको जुन छ नि त्यो प्रत्यक्षदर्शी पनि छ त्यहाँ हाम्रो जुन डुब्यो नि त्यसलाई त्यसमा हालेर त्यहाँ पठाएको त्यसले डुबेको भन्यो कि अनि त्यो बच्चा आफै मर्थ्यो त्यहाँ कसरी बचाउन जाने भन्ने त्यो आँखाले देखेको उसले देखो यता हेर्दै थियो होइन हो उसले परबाट देखो हो त्यो ठाउँ कस्तो तपाईँ त्यहाँ जानुभएको छ पुग्नु भएको छ छैन आज त्यो छैन यहाँ सिधै भाग्दैछ भागेपछि त्यो व्यक्ति यसरी गयो हो यहाँ उसले भन्छ सिधै आयो यहाँ त के अरे पोखरी छ अर्को सानो छ त्यहाँबाट भाग्नै सक्दैन त्यो सिधै भाग्छ नि भाग्ने व्यक्तिले त चाँडोभन्दा चाँडो त्यो डेस्टिनेसनमा पुग्न खोज्छ तर सिधै गएपछि त्यो यता लागेको छ त्यो कि त्यो देख्ने व्यक्तिले अनुमानित रूपले मिस्टेक भयो फेल भयो होइन भ्रम हुन्छ नि त पुरो भैँसी हेर्दै थियो कि ठाउँ फरक परो सिधै भाग्नु पर्यो नि त त्यो फरक छ त्यहाँ मैले हजुरलाई एउटा कुरो के भन्छु नि हामी कुनै पनि एङ्गलबाट प्रशासनको गल्ती हो भनेर हामी भन्दैन सुन्नुहोस् शान्ति सुरक्षाको हकमा कुनै पनि मान्छे ब्यागमा कुनै सामान बोकेर लिएर जान्छ भने अटोमेटिक चेक जाँच गर्न पाइयो भन्ने भनेको प्रशासन दोषी हो भने हामी भन्दैन तर गल्ती जसको पनि हुन सक्छ तर हाम्रो एउटै माग के छ भने एउटा गरिबको छोरा एउटै छोरा छन् उसको बाउ पनि जेलमा छन् अब त्यसको बुवा आमाको घर परिवारको एउटा आश के छ भने कम्तीमा एउटा लास पाएको भयो भने केही हामी दाह संस्कार गर्न त्यसको लागि हामीले ट्राई गर्दैछौँ सबै मिलेर खोजौँ हुन्छ हामीले खोजिरहेको यसमा धैर्यता चाहियो तपाईँहरूको साथ सहयोग पनि चाहियो फेरि अब बाटो बन्द गर्ने त्यो टायरको बाल्न गएको थियो त्यसो काम नगर्नु त्यसो गर्ने होइन त्यस्तो गलत काम गर्नु भने राम्रो मेसेज जाँदैन अनि यहाँको त्यस्तो कोही मान्छे त्यस्तो गरेको छैन यदि तपाईँलाई कसैले भनेको तपाईँहरूलाई साथ सहयोग गर्ने बेलामा हामी कहाँ उभिनुपर्छ हामीले के गर्नुपर्छ प्रहरीले हामीले गर्छौँ हामी सबै सिडिओ सर आउनु भएको छ हामी यो जिल्लाको सबै सुरक्षाको टिम आएको छ तपाईँहरूलाई किनभने तपाईँहरूकै सेवाको लागि हो प्रहरी तर यहाँ नाना थारी गर्ने यसलाई फेरि अर्को रूपमा लिएर यो गलत कुरा प्रचारबाजी गर्ने यो काम गर्नुहुन्न तपाईँ हामी सबैले है त्यसमा ध्यान दिनु होला अब यहाँ कहाँ हामी सबै मिलेर यसको दीर्घकालीन यसको व्यवस्थापनमा पनि हामी तपाईँहरूले भन्नुभएको छ चाहना छ यसलाई केही न केही त गर्नुपर्छ